खुर्सानी पनि पिनेको छु अनि यहाँ चाहिँ सुन्तला भइहाल्यो हैन। आज चाहिँ हाम्रो हेलो नमस्ते साथीहरु, फेरि पनि स्वागत छ हजुरहरु मेरो न्यू भिडियोमा। अनि साथीहरु म चाहिँ आज हजुरहरुको सामु चाहिँ न्यू भिडियो लिएर चाहिँ आइसकेको छु। अहिले चाहिँ अब सुन्तलाको सिजन भइसक्यो। अब यतातिर चाहिँ हाम्रो घरतिर चाहिँ अनि सुन्तलाहरु चाहिँ बिस्तारै बिस्तारै बेच्न थालिसकेको छ, तर हाम्रो चाहिँ बेचेको छैन। आज चाहिँ म चाहिँ हजुरहरुको सामु चाहिँ सुन्तला लिएर आएको छु। सुन्तला खानु पर्यो भनेर चाहिँ ट्याक्क मिलाएर राखेको छु। यहाँ मैले नुन खुर्सानी पनि पिनेको छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। लाइक कमेन्ट शेयरका साथसाथै मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला यदि नयाँ हुनुहुन्छ भने। सो साथीहरु अब चाहिँ म चाहिँ खानालाई स्टार्ट गर्छु। मलाई एकदम खान मन लागेको छ। कति मिठो वासना आएको छ। अब म चाहिँ कहाँबाट सुरु गर्ने होला, यहाँबाट खाने कि कहाँबाट खाने होला? ट्याक्क लाएर म चाहिँ यहीँबाट स्टार्ट गर्छु है त। मैले चाहिँ यति सुन्तला चाहिँ यति मिठो हुन्छ होला जस्तो चाहिँ लाएर छु मलाई त। खानु खानु हजुर। आज चाहिँ हाम्रो यतातिर चाहिँ पानी पर्ला जस्तो चाहिँ भइरहेको छ, चिसो चिसो भइरहेको छ, तर पनि सुन्तला खान मन लागेको थियो। त्यही भएर मैले चाहिँ ट्याक्क टिपेर ल्याएर चाहिँ खाँदैछु साथीहरु। Oh. पछाडिको ब्याकग्राउन्ड चाहिँ नहेर्नु ल। मेरो पछाडिको ब्याकग्राउन्ड चाहिँ एकदम मिठो। खानु खानु। मैले पिरो चाहिँ खासै हालिनँ कि साथीहरु। धेरै पिरो खायो भने फेरि आफैलाई असर हुन्छ नि त, असर पर्छ। त्यही भएर चाहिँ मैले चाहिँ दुईटा हालेको थियो, जिरे खुर्सानी दुईटा अनि लसुन हाले अनि त्यही नुन हाले। बास्ना चाहिँ मिठो आछ, स्वाद पनि मिठै छ हो। नो मिठो छ। अन्त
यो चाहिँ अब सिम्पल भनौँ न, गाउँले चाहिँ मुकबाङ हो कि यो चाहिँ। मिठी भन न साना। हट जाबु डुराले भने कति बिरोगे खुर्सानी पनि। मिठो छ। सुन्तलामा चाहिँ धेरै चाहिँ पानी हुन्छ नि त, त्यसले रस धेरै हुन्छ, थोरैले नि के अरे पेट भरिने क्या। अब त साथीहरू हाम्रो यता हुन्छ नि, अब त सुन्तलाको सिजन एकदम सुरु भइसक्यो। अब त सुन्तला टिप्ने, सुन्तला बोक्ने ती काम पाउँछ नि हाम्रो अब हाम्रो घरतिर चाहिँ। म त अस्ति एकचोटि गएको थिएँ सुन्तला टिप्नलाई। त्यसपछि चाहिँ म गएको छैन, किनकि अब घरमा पनि भ्याउँदैन नि त, त्यही भएर चाहिँ म चाहिँ गएको छैन। नो साना यहाँ बस्नुहोस् त, म हजुरलाई दिन्छु यहाँ बस्नु। धेरै खानुहुन्न नि कान्छा। हट म खान सक्दैन का। धेरै भयो। सकिन जस्तो छ हौ खानालाई। मान्छेहरूले होइन यो मुकबाङ भिडियो चाहिँ कसरी गर्छ हो। अब त यति खाँदा पनि कस्तो हुन्छ भने चाहिँ मिठो चाहिँ मिठो छ है साथीहरू। हजुर पनि खाने? अब भयो होला, देखाउनु हुन कान्छ। म त आ गयो।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 राखेको थियो भने टोटल मैले चाहिँ यहाँ 50 पिसवटा राखेको सायद मैले 50 पिसमा मैले कति खाइछु 40 भनेपछि त मैले त 50 पिसमा चाहिँ 35 पिस चाहिँ मैले खान सकेछु है तर मेरो पेट त फुल्लिँदै आयो हो अब त साथीहरु मैले यति चाहिँ सकिनँ मैले मैले साथीहरु मैले यति चाहिँ सकिनँ किनकि मलाई चाहिँ एकदम पेटै कति ठुलो भइसक्यो कि मेरो चाहिँ म सकिनँ अनि मैले चाहिँ 5 दाना सुन्तलाको चाहिँ यसरी छुट्याएर चाहिँ राखेको थियो यसरी कोसा छुट्याएर चाहिँ राखेको थियो अनि 5 दाना सुन्तलाको चाहिँ 50 वटा कोसा चाहिँ ट्याक्कै पुगेको थियो के 52 कोसा पुगेको थियो 5 वटा दाना सुन्तलाको तर मैले दुईटा कोसा चाहिँ मैले छुट्याएर 50 पिस चाहिँ यहाँ राखेको हो तर मैले सकिनँ है मैले चाहिँ 40-41 वटा जति त मैले खाएँ होला तर यति चाहिँ म सकिनँ पेट फुल्यो ल साथीहरु हजुरहरुलाई चाहिँ आजको मेरो भिडियो कस्तो लाग्यो हेरेर साथ दिनु होला अनि यदि हजुरहरुले मेरो भिडियो राम्रो लाग्छ भने लाइक कमेन्ट शेयर गरिदिनु होला साथसाथै च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला ल भन्दै आजको मेरो भिडियो चाहिँ यही इन्ड गर्दै छु फेरि अर्को नयाँ भिडियोको साथमा चाहिँ आउने नै छु साथीहरु आजको लागि चाहिँ बाइ बाइ